नमस्ते एन्ड सेवारो एभ्रिवान। आज चाहिँ मेरो छोरी र म आउटिङ जाँदैछौँ। आज वान नाइट स्टे आउटको लागि, त्यही भएर हामी चाहिँ एकदम इन्जोय गरिरहेका छौँ, खुसी भइरहेछौँ है। अनि मेरो छोरी र म यसरी जाँदैछौँ। अनि त्यहाँदेखि अब हाम्रो गन्तव्य चाहिँ कहाँसम्म पुग्छौँ है, हेर्दै जानुहोस्। अनि त्यहाँदेखि चाहिँ दुईजना एक्साइटेड भइरहेको छौँ। आज आमा छोरीको है होलिडे जाँदैछौँ। ट्रेनमा चढेर यसरी आउटको सिनहरू पनि खिच्दै गएको है। यस्तो रमाइलो लाग्यो, एकदमै इन्जोय भयो। कति घर काम गर्नु भनेर आज चाहिँ आमा छोरी बाहिर गएको। भोकले झन्डै मर्यो। अनि धन्ना उसिनेको अन्डा बोकेको थियौँ। अनि वाइ त्यही वाइमा चाहिँ उसिनेको अन्डा मिसाएर आमा छोरीले चम्चा लानु पनि बिर्सेछौँ। अनि यत्तिकै गम खान थाल्यौँ मिसाएर। छोरी फेरि किरा फटेक्रासँग के साह्रो डराउँछ। यत्रो एउटा झिँगा हो कि किरा के पसेको त्यो आयो कि आफू डराएर है। अनि त्यहाँ एकछिन बसेको पार्कमा त्यो चराहरू पनि कति आएको, यो हातको नै खोसाएर। अनि त्यो सानो सानो हुन्छ नि, त्यो पुछार लामो भएको के अरे, त्यसको नाम पनि भन्न आउँदैन मलाई। हो त्यो स्कोरल के भन्दो रहेछ, त्यो मुसा जस्तो हो। त्यो आएर घरिघरि छोरीको छेउमा आएर छोरीको हातको पनि खुसाउनु खोजेर है, छोरी डराएर। अनि यस्तै भइरहेछ आजको हाम्रो दिनको, आजको हाम्रो उयो चाहिँ, आजको प्रोग्राम चाहिँ यस्तै भयो।